Hello, Namaste. It's me, Motivator Yaske Shrestha. I want to convey you the message is केवल आजको लागि तपाईलाई कसरी बाँच्ने भनेर म सिकाउँछु। हजुरहरूले अब हजुरहरू अहिले सानै हुनुहुन्छ भने त I can't say like that. But हजुरहरू एउटा SLC लेभल भन्दा माथि हुनुहुन्छ अथवा SLC लेभल तिर पुग्नु भएको छ भने र त्यो भन्दा माथि हुनुहुनेले सबैलाई नै थाहा छ भोलिबाद भनेर हामीले पढेकै हौं। यो भोलिबाद भनेको भोलिको लागि चाहिँ हाम्रो राख्ने एउटा चलन छ। अब यस्तो कुरालाई चाहिँ छोडेर चाहिँ आज कसरी बाँच्ने त केवल आजको लागि बाँचौं नि त। ल म हजुरहरूलाई आजको लागि कसरी बाँच्ने भनेर म त्यो ठाउँमा लिएर जाँदै छु। हजुरहरूले अलिकता मात्रै थोरै मात्रै यसमा हजुरहरूले चाहिँ माइन्डमा राख्नु भयो भने हजुरहरूको लाइफमा पनि केही सुधार हुनेछ। जुन कुरा मैले पनि फलो अप गर्दै छु। आई एम अल्सो ट्राइङ फर दैट। होप हजुरहरूलाई पनि केही उपयोगी हुनेछ। अब आजको लागि चाहिँ कसरी बाँच्ने भन्दाखेरि चाहिँ एज मच एज हजुरले कति सक्नुहुन्छ एकदमै खुसी हुने प्रयास गर्नुहोस्। जब बिहान उठ्नुहुन्छ जानुस् ऐनाको अगाडि जानुस् हेर्नुस् आफैलाई हेर्नुस्। यु आर द लकी वान, यु आर द सक्सेसफुल, यु आर द पर्सन एभ्रीबडी लाइक यु लाइक दैट। यस्तो पोजिटिभ मेसेजहरु कन्भे गर्नुस्, स्माइल गर्नुस्, हाँस्नुस्, हँसाउनुस्, सधैँ खुसी रहनुस्। तर आज एक दिन तपाईले यसरी बिताउन सक्नुभयो भने हरेक दिन हजुरहरूको चाहिँ रुटिन बन्ने छ र हरेक दिन हजुर चाहिँ खुसीका साथ जिउन सक्नुहुन्छ। अर्को कुरा भनेको चाहिँ हजुरलाई चाहिँ सधैँ हजुरले चाहिँ एउटा कस्तो हुन्छ भन्दाखेरि हजुरको हार्टले एउटा कुरा भन्छ, माइन्डले अर्को कुरा भन्छ अनि बाहिर आउटले अर्को कुरा भन्छ। तर सधैँ आफ्नो तरिकाले मात्रै आफ्नै लागि मात्रै बाँच्ने हैन, अरूको लागि पनि बाँचेर हेर्नुस्। आज एक दिन अरूको लागि पनि बाँचेर हेर्नुस्। त्यसमा धेरै आनन्द प्राप्त गर्न सक्नुहुनेछ। हजुरले मात्रै खाएर हुँदैन, अरू कसैलाई पनि खान दिने। हजुरसँग अलिकता धेरै छ भने अरू एक्स्ट्रा एकजनालाई खानदेर हेर्नुस्। हजुरलाई त्यहाँ यति खुसी मिल्नेछ हजुरले सोच्न सक्नुहुन्न। त्यो खुसी जस्तो अरू कतै पनि मिल्दैन हजुरलाई। म अर्को कुरा के म भन्न चाहन्छु भने हजुरहरूलाई एज आम अ हिन्दू, म कुनै रिलिजनलाई चाहिँ मैले डिस्क्रिमिनेट गर्न खोजेको हैन। म हिन्दूको हिसाबले म मन्दिर जान्छु, पूजा गर्छु। तर मलाई अहिले एउटा के फिलिङ्स आइरहेको छ भन्दाखेरि एउटा हिन्दू भएर पनि हामी मन्दिरै जानुपर्छ भन्ने छैन। हजुरले जब जानुहुन्छ मन्दिरमा जानुहुन्छ, दूध चढाउनुहुन्छ मूर्तिलाई, अभियसली म पूजा गर्छु, म एकदम भगवानको म पनि भक्त हुँ, म भगवानलाई म पनि मान्छु। तर म त्यसरी मान्दिनँ। हजुरहरूलाई म के भन्न चाहन्छु भने हजुरहरूले यदि पढेको हुनुहुन्छ, शिक्षित हुनुहुन्छ, हजुरहरूलाई यो कुरा थाहा नै हुनुपर्छ। हामी गएर त्यहाँ खन्याउने दूध, त्यहाँ खन्याउने चामल, त्यहाँ स्पेन्ड गर्ने पैसाले चाहिँ हामी त्यही नजिक बसेको एउटा खाना नपाउने भिखारीलाई अथवा मागेर बसेको वृद्धलाई अथवा कसैलाई हामीले त्यही पैसा त्यहाँ दियौँ भने चाहिँ एउटा एकजनाले भरिपूर्ण खान सक्छ, ऊ चाहिँ एकदम ह्याप्पी हुन सक्छ, उसको लाइफ आज बाँच्न सक्छ। त्यति गरेर हेर्नुस्। हजुरलाई त्यसपछि थाहा हुन्छ खुसी के हो। जब उसले भन्छ नि तपाईलाई, उसले आशीर्वाद दिन्छ नि तपाईलाई, तपाई त्यो भन्दा बढी तपाईलाई आनन्द कतै पनि मिल्दैन। त्यही भएर तपाई आज एक दिनको लागि अरूको लागि पनि बाँचेर हेर्नुस्। जिन्दगी धेरै आनन्दमय हुन्छ, धेरै नै खुसी हुन्छ, धेरै नै सफल महसुस गर्न सक्नुहुन्छ तपाईले आफैलाई। अनि त्यसपछि अर्को कुरा भनेको आफ्नो स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो हेरविचार गर्नुस्। आज एक दिनको लागि हजुरलाई मैले सधैँ भनेको छैन, आज एक दिनको लागि आफ्नो स्वास्थ्यको हेरविचार गर्नुस्। हेल्दी खानुस्, हेल्दी व्यायाम गर्नुस्, टाइममा उठ्नुस्, सबै कुराहरू चाहिँ हेल्दी गराउनुस्। हजुरकै एउटा फिजिकल स्ट्रक्चर नै हेल्दी छैन भने हजुरले केही पनि कुरा राम्रो तरिकाले गर्न सक्नुहुन्न। लेट्स सपोज हजुरलाई फिभर आइरहेको छ अथवा हजुरलाई पेट दुखिरहेको छ। अब हजुरको कन्सन्ट्रेसन कता हुन्छ? अरू कुरातिर छोडिदिनुस्। हजुरले अरूसँग राम्ररी पनि बोल्न सक्नुहुन्न, अरू एक्ट राम्ररी पनि गर्न सक्नुहुन्न। हजुर जब गर्नुहुन्छ, जबमा राम्रो टाइम दिन सक्नुहुन्न। हजुर बिजनेस गर्नुहुन्छ, बिजनेसमा राम्रो टाइम दिन सक्नुहुन्न। त्यसैले हजुरले स्वास्थ्यलाई राम्रो केयर गर्नुपर्ने हुन्छ। आज एक दिनको लागि हजुरले स्वस्थ रहने कोसिस गर्नुस्। जिन्दगीभर त्यसको इम्प्याक्ट पर्न जान्छ। हजुरले हरेक दिन त्यसै गरी बाँच्न सिक्नु सक्नुहुन्छ। अनि अर्को कुरा भनेको चाहिँ हजुरले मस्तिष्कलाई जहिले पनि सशक्त बनाएर राख्नुस्। आफ्नो मस्तिष्कलाई नसुताउनुस्। यसको मतलब यसलाई चाहिँ स्ट्याचु बनाएर नराख्नुस्। यो मस्तिष्क भनेको हजुरको मिलियन्स कम्प्युटरले गर्ने काम हाम्रो एउटा मस्तिष्कको एउटा कोषले गर्न सक्छ। हजुरको एउटा कोषको मस्तिष्कको एउटा कोषले एउटा कम्प्युटरले गर्ने काम गर्न सक्छ भने हामीसँग त मिलियन ट्रिलियन टाइमको चाहिँ मस्तिष्क छ हामीसँग। यहाँ त्यति टिस्यु छ हामीसँग, त्यति मस्तिष्कका कोषहरू छन् हामीसँग। हामीले त्यसलाई अलिकता मात्रै सशक्त बनायौँ भने हामीले लाइफमा एउटा
हजुरले जुन कुरा इमेजिनै गर्नुभएको छैन त्यति धेरै सफलता हजुरले प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले आज एक दिनको लागि चाहिँ हजुरले आफ्नो माइन्डलाई यति सशक्त बनाउनुहोस् जुन कुराले चाहिँ हजुरलाई के हुन्छ भन्दाखेरि एउटा उपयोगी कुरा सिक्न सक्नुहुन्छ, हजुरले एउटा राम्रो काम गर्न सक्नुहुन्छ, राम्रो एडभाइस गर्न सक्नुहुन्छ अरूलाई। यति गरेर हेर्नुहोस् आज एक दिनको लागि, भोलिलाई छोडिदिनुहोस्, भोलि नै म भन्नुलाई त्यसको लागि। अनि अर्को कुरा भनेको चाहिँ हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि आफ्नो आत्मालाई चाहिँ 3 प्रकारले व्यायाम गर्ने कोसिस गर्नुहोस्। त्यो के हो भन्दाखेरि आज हजुरले 3 प्रकारले मैले कोसिस गर्नुहोस् भने, तर के कोसिस गर्ने भन्दाखेरि जसलाई तपाईँको नाम थाहा छैन त्यसलाई आज तपाईँलाई चिनोस्, त्यसको लागि तपाईँले समथिङ केही राम्रो काम गर्नुहोस्। जसलाई तपाईँको बारेमा केही पनि थाहा छैन त्यसलाई तपाईँले राम्रो गरेर देखाउनुहोस् आज एक दिन। अर्को कुरा भनेको तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि आज तपाईँले यस्तो 2टा राम्रो काम गर्नुहोस् जुन तपाईँले जिन्दगीभर गर्नुभयो भने एउटा यस्तो परिवर्तन देख्नुहुन्छ कि त्यो कहिले पनि हुनेवाला छैन क्या। त्यस्तो काम गरेर देखाउनुहोस् आज एक दिनको लागि, भोलि गर्नु पर्दैन, आज एक दिनको लागि गरेर देखाउनुहोस्। अनि अर्को कुरा भनेको चाहिँ सधैँ खुसी रहनुहोस्, सधैँ असल देख्ने कोसिस गर्नुहोस्, आफूलाई जहिले पनि असल बनाउने कोसिस गर्नुहोस्, कसैलाई पनि हानि पुर्याउने कोसिस नगर्नुहोस्। आज राम्रो लगाउनुहोस्, राम्रो बोल्नुहोस्, सबैसँग मिजाज भएर बोल्नुहोस् आज एक दिनको लागि। सबै टाइडी अप भएर हुनुहोस्, हेल्दी खानुहोस्, आज एक दिनको लागि गर्नुहोस्। यसले तपाईँको जिन्दगीमा धेरै नै ड्रास्टिक चेन्ज ल्याउँछ, धेरै नै परिवर्तन गराउनेछ। अर्को कुरा भनेको चाहिँ हजुरले चाहिँ जहिले पनि लाइफमा योजना बनाउनै पर्छ। एउटा लक्ष्य बनाउनु भएन भने, हजुरले एउटा प्लान गर्नु भएन भने, एउटा योजना बनाउनु भएन भने, एउटा गोल सेटिङ गर्नु भएन भने एउटा लगाम बिनाको घोडा जस्तै हुन्छ। हजुर के हुन्छ लगाम बिनाको घोडा भनेको घोडाले जता लान्छ हजुर त्यतै जानुपर्ने हुन्छ। त्यसैले आफ्नो लाइफमा जहिले पनि योजना बनाउनुहोस्। आज उठ्न साथ हजुरले मर्निङ टाइमदेखि नै एउटा योजना बनाउनुहोस्। आज एक घन्टामा म के गर्छु, त्यसपछिको अर्को घन्टामा म के गर्छु, सबै कुरा चाहिँ एउटा नोट तयार पार्नुहोस्। हजुरले त्यति सबै कम्प्लिट गर्न सक्नु भएन भने पनि हजुरले आफ्नो दिमागको 2टा राक्षसलाई चाहिँ तपाईँले त्यहाँबाट दूर हटाउनुहुन्छ। त्यो के हो भन्दाखेरि बेचैनी र आलस्यता। हजुरले जब त्यसरी एउटा सेटअप गर्नुहुन्छ, हजुरले टाइम प्रपर युज गर्नुहुन्छ, हजुरले आफ्नो चाहिँ एउटा मनमा बेचैनी आउँदैन, आलस्यता आउँदैन, हजुर सधैँ नै एक्टिभ रहन सक्नुहुन्छ। अर्को भनेको चाहिँ कस्तो भन्दाखेरि हरेक दिन हजुरले आधी घन्टा टाइम निकाल्नुहोस्। आधी घन्टा टाइम निकालेर एउटा भगवानलाई सम्झिनुहोस्, शान्त भएर बस्नुहोस्, पुरा स्ट्रेस आउट भएर बस्नुहोस्। आज एक दिनको लागि यति काम गर्नुहोस्। अनि अर्को कुरा भनेको चाहिँ हजुरले के गर्नुहोस् भन्दाखेरि आज एक दिन जिउँदाखेरि बिल्कुलै कसैसँग नडराएर, कसैसँग नराम्रो नगरेर, बिल्कुल एकदम निडर हिसाबले आज बाँच्नुहोस्, सबैसँग प्रेमपूर्वकले बाँच्नुहोस्। आज एक दिन त्यसरी बाँच्नुभयो भने हजुरको होल लाइफ नै परिवर्तन हुँदै जान्छ। अनि हजुरले के गर्नुहोस् भन्दा खुसीको विचार गर्नुहोस्, सधैँ खुसी रहने विचार गर्नुहोस्। हजुरले सधैँ खुसी रहने विचार गर्नुहोस्, खुसीको अभिनय गर्न थाल्नुहोस्। एकदम ह्याप्पी छु, म एकदम खुसी छु भनेर यस्तो अभिनय गर्न थाल्नुहोस्। अनि यसपछि के हुन्छ भन्दाखेरि हजुरले खुसीकै अनुभव गर्न थाल्नुहुनेछ। थ्याङ्क यू भेरी मच। होप हजुरहरूलाई यसले अलिकति हेल्प गर्छ होला। भोलि नेक्स्ट टाइम हजुरलाई मैले आजको लागि मैले जुन यो टिप्स दिएँ, आज भनेको हरेक दिन आज हुन्छ। हरेक दिन हजुरले यसै गरी जिउने कोसिस गर्नुभयो भने हजुर एउटा सार्थक, एउटा हजुरले चाहिँ मिनिङफुल मानव भएर जिउन सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच। गड ब्लेस यू।